आउनुहोस् भक्तवृन्द, आज श्री स्वस्थानी व्रत कथाको दोस्रो अध्यायलाई लिएर हामीले उपस्थित भइसकेका छौँ। आउनुहोस् सबैजनाले हातमा पुष्पाञ्जली लिएर प्रार्थना गरौँ। यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुतस्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा। ध्यानावस्थितगद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुर्सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो जलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसद्मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मुखं करोति वाचालं पङ्गुलङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिति तेजसे यस्य प्रसादात् वक्ष्यामि नारायणी कथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। नमस्तेस्तु जगन्मातः स्वस्थानि सर्वमङ्गले तव प्रसादात् देवेशि कथा पूर्णं भवेत् मम पुष्पाञ्जलिं समर्पयामि। अथ द्वितीयोऽध्यायः। अगस्त्यमुनिः भन्नुहुन्छ, हे स्कंद कुमार जी, तपाईका वचन रूपी अमृतको रस मेरा जिब्राले फेरि पनि पिउन माग्दछन्। कानले श्रवण गर्न चाहन्छन्। मधुर कैटभ वध गरेको कुरा 14 भुवन 7 द्वीप 7 समुद्र अनेक पर्वत आदि तथा ऋषिहरू सृष्टि भएको कुरा सुनि अब देवता दैत्यहरूको विवाह भई जीवनको सृष्टि भएको कुरा सुन्न साह्रै इच्छा भए भन्दा कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, एकचित्त भई सुन। दक्षले असिक्नी नाम गरेकी स्त्रीमा ब्रह्माजीका आज्ञाले 60 कन्या उत्पन्न गरे। ती 60 मध्ये 10वटी कन्या धर्मलाई दिए। फेरि अश्विनी आदि गरिएका 27 कन्या चन्द्रमालाई दिए। अनि भूतलाई 2, अंगिरालाई 2, कृशाश्वलाई 2 कन्या दिए। तार्क्षलाई 4 कन्या दिए। कश्यपलाई 13 कन्या दिए। यिनै कन्याहरूबाट अनेक थरी जीव, मनुष्य, देवता, दैत्य, पशु पक्षीहरू उत्पन्न भए। इनका सन्तानका नाममा संक्षेपले कहन्छु सुन। धर्मका स्त्रीहरू भानु, लम्बा, ककुभ, जामी, विश्वा, साध्य, मारुत्वती, वसु, मुहूर्ता र संकल्प। अब इनका संतानको नाम सुन। भानुका पुत्र देवऋषि, देवऋषिका पुत्र इंद्रसेन, लम्बाका पुत्र विद्युत, विद्युतका पुत्र स्तनयित्नु, ककुभाका पुत्र संकट, संकटका पुत्र किकट, जामीका पुत्र स्वर्ग, स्वर्गका पुत्र नंदी, विश्वका पुत्र विश्वदेव। इनका संतान भरन साध्यका पुत्र साध्य नामका देवगण जन्मे। इनका पुत्र अर्थसिद्ध, मरुत्वतीका पुत्र मरुत्वान र जयन्त, जयन्त भगवानको अंशले हुनाले उपेन्द्र पनि भन्दछन्। वसुका द्रोण, प्राण, ध्रुव, अर्क, अग्नि, दोष, वसु, विवावसु यी अष्टवसु पुत्र जन्मे। द्रोणका अभिमति नामकी स्त्रीमा हर्ष शोक भय यी 3 छोरा जन्मे। प्राणका ऊर्ध्वस्वती भार्यामा सह एक आयु पुरो जब यी 3 पुत्र जन्मे। ध्रुवका धरणी भार्यामा अनेक प्रकारका पुरका अभिमानी देवताहरू जन्मे। अर्काका वासना भार्यामा तर्स आदि गरिएका पुत्रहरू जन्मे। अग्निका वसुर्धारा स्त्रीणा द्रविण आदि पुत्रहरू जन्मे। दोषका सर्वरी भार्यामा भगवान अंशले युक्त भएका शिशुमार जन्मे। वसुका आंगिरसी भार्यामा शिल्प विद्याका आचार्य विश्वकर्मा जन्मे। विश्वकर्माका पुत्र चक्षु, चक्षुका पुत्र मनु, मनुका विश्व र साध्य जन्मे। विवाह वसुका उषा भार्यामा विष्ट, रोचित, आतप यी 3 पुत्र जन्मे। आतपका पाउहा, अपराह्न, मध्याह्न, प्रातः र सायं यी 5 पुत्र जन्मे। मुहूर्तका मुहूर्तिका शिवा आदि गरिएका मुहूर्तका अधिष्ठाता देवताहरू जन्मे। संकल्पका संकल्प पुत्र जन्मे। चन्द्रमाका कृतिका आदि 27 नक्षत्रहरू स्त्री थिए। दक्षका श्रापले चन्द्रमालाई क्षयरोग भएको हुनाले चन्द्रमाका सन्तान भएनन्।
भूतका दुई स्त्री थिए, स्वरूपा नाउँ भएकी स्त्रीमा रुद्र नाउँ भएका कर्णु पुत्र मध्ये रैवत अज भव भीम वाम उग्र वृषाकपि अजय कपात अहिर बुध्य बहुरूप र महान यी एकादश रुद्रहरू जन्मे। अर्की स्त्रीमा भूत जन्मे अंगिराकी स्वदा नाउँ भएकी स्त्रीले पितृलाई पुत्र बनाइन्। सती नाउँ भएकी स्त्री अथर्वांगिरस पुत्र जन्मे। कृशाश्व अर्चिसी भार्यमा धूम्रकेश पुत्र जन्मे। धिषणा नाउँ भएकी भार्यमा वेदशिरा देवल वसुन मनु पुत्रहरू जन्मे। तार्क्षका स्त्री चारवटी थिए, विनिता कद्रु पतंगी र यामिनी। यिनीमा विनेताका छोरा दुई साक्षात यज्ञपति विष्णु वाहन गरुड र सूर्यका सारथी अरुण गरी दुई पुत्र जन्मे। कद्रुका गर्भदेखि अनेक तरहका नागगणहरू जन्मे। पतंगिका गर्भदेखि अनेक तरहका पतंग चराचुरुङ्गी पक्षीहरू जन्मे। यामिनीका गर्भदेखि रंग बिरंगका सलहरू जन्मे। अब जगतका माता कश्यपजीका स्त्रीहरू अदिति दिति दनु काष्ठ अरिष्ट सुरसा इला मुनि क्रोधवशात ताम्रा सुरभि सुरभा र तिमी यी 13 स्त्रीहरूका मध्यमा अदितिका गर्भदेखि विवस्वान आर्यमा पुषा त्वष्टा सविता भगधाता विधाता वरुण मित्र शक्र र उरु समेत गरी 12 सूर्य उत्पन्न भए। अब विश्वासन संज्ञा नाउँ भएकी स्त्रीदेखि श्राद्धदेव मनु जन्मे, तिनै संज्ञा घोडी भइन्। अश्विन कुमार जन्मे। विवस्वान छाया नाउँ भएकी स्त्रीमा शनैश्चर र सावर्णी नाउँ गरेका मनु र तपती नाउँ गरेकी कन्या जन्मिन्। यिनले सम्वर्णलाई पति गराइन्। अर्यमाका मातृका स्त्री रूपमा सचर्षण पुत्र जन्मे। यिनका मनुष्य जाति कल्पना गरे। उषाले ब्रह्म समाजमा दाँत देखाउनाले दक्षदेखि रिसाएका महादेवका गणले दाँत भाँचिदिए। ताँदेखि पिटो खाई निर्वाह गर्दछन्। सन्तान पनि भएन। त्वष्टाका दैत्यकी बहिनी रचना स्त्री थिइन्। यिनमा सन्निकेश र विश्वरूप गरी दुई पुत्र जन्मे। दितिका गर्भदेखि हिरण्यकशिपु आदि अनेक दैत्यहरू जन्मे। धनुका 61 पुत्र जन्मे। तीमध्ये जो मुख्य छन् तिनीहरूको नाउँ सुन। द्युमुर्दा सम्बर अरिष्ट हयग्रीव विवावसु अयोमुख अंकुशिरा स्वरभानु कपिल अरुण पुलोमा वृषपर्वा एकचक्र अनुताप धूम्रकेश विरूपाक्ष विप्रचित्ति दुर्जय स्वरभानुकी सुप्रभा नाम की कन्या थिइन्। तिनीसित नमुचीले विवाह गरे। विषपर्वा की शर्मिष्ठा नाउँ भएकी कन्यासित बडा बलवान नहुसका पुत्र ययाति राजाले पाणी ग्रहण विवाह गरे। वैश्वानर नाउँ भएका धनु पुत्रका उपदानवी हयशिषा पुलोमा र कालका यी 4 कन्या अति सुन्दरी थिए। उपदावनीलाई हिरण्याक्षले ग्रहण गरे। हयशिषलाई क्रतुले ग्रहण गरे। पुलोमा र काललाई ब्रह्माजीका आज्ञाले प्रजापतिले विवाह गरे। तिनका बडा बडा युद्ध गर्ने पौलोमा कालकेय नाउँ भएका 60,000 दैत्य जन्मे। यिनीहरूको यज्ञमा विघ्न गर्दै रहन्थे। कोही बखतमा अर्जुन स्वर्गमा जाँदा इन्द्रले हे अर्जुन यी दैत्यहरूलाई मारी हाम्रो भय निवारण गरिदेऊ भन्दा अर्जुनले उसै गरी मारिदिएका थिए। विप्रचित्तिकी सिमिका नाउँ भएकी स्त्रीमा राहु ग्रह र केतु ग्रह जन्मे। अब काष्ठदेखि एक खुर भएका घोडा गधा आदि जन्मे। अरिष्टबाधा गन्धर्व गणहरू जन्मे। सुरसादेखि यक्षगण आदि गरिएका जन्मे। इलाबाट वृक्षहरू जन्मे। मुनिबाट अप्सरा गणहरू जन्मे। क्रोधावशदेखि अनेक जातका सर्पहरू जन्मे। ताम्राबाट बाजा आदि पक्षीहरू जन्मे। सुरभिबाट गाई भैंसी आदि 2 खुर भएका पशुहरू जन्मे। सारभादेखि स्वापद अर्थात बाघ भालु सिंह आदि जन्मे। तिमीदेखि यादगोण जलचरहरू जन्मे। हे अगस्त्य मुनि यस्ता तरहले देवता ऋषि यक्ष गन्धर्व किन्नर राक्षस अप्सरा नाग मनुष्य पशु पंक्षी सृष्टि भएको देखि ब्रह्माले अब यिनीहरूलाई आहार सृष्टि गरौँ भनी धान गहुँ मास अरहर चना केराउ कोदो मुसुरो तिल जौ आदि नाना तरहका अन्न सृष्टि गर्नुभयो। हे अगस्त्य मुनि अहिले म संक्षेपले मात्रै भन्दछु। अरू कुनै समयमा विस्तारमा भनौँला बुझौला। यति सृष्टिका कुरा भने अब तिमीलाई जे सुन्ने इच्छा छ सो भन भनी कुमारले आज्ञा गर्दा अगस्त्य मुनि भन्दछन्। हे पार्वती नन्दन कुन देवता कुन दिक्पालमा कसो गरी भए त्यो आज्ञा गर्नुहोस्। कुमारजी भन्दा आज्ञा गर्नु। हे अगस्त्य मुनि कैलाश भुवनमा श्री महादेव छन्। वैकुण्ठ लोकमा श्री विष्णु छन्। सत्य भुवनमा ब्रह्मा छन्।
उमा भुवनमा पार्वती छिन्, स्कन्द भुवनमा म छु, ध्रुववनमा ध्रुव ऋषि छन्, नैऋत्य भुवनमा अरू ऋषि पुत्रहरू। इन्द्रले हिमालय पर्वतमा गई धेरै कालसम्म महाकष्ट गरी तपस्या गर्दा श्री महादेव सन्तोष भई, हे इन्द्र, तिम्रा भक्तिदेखि म सन्तोष भई, तिमी पूर्व दिशाका दिक्पाल भयो भनी वरदान दे। अमरावतीको अधिपति गरी पठाउनु भयो। फेरि अग्निले पनि त्यसै गरी तपस्या गरे। श्री महादेवले सन्तोष भई अग्निकोणको दिक्पाल भयो भनी शुद्धावतीको अधिपति गरी पठाउनु भयो। फेरि यमराजले त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई दक्षिण दिशाको दिक्पाल भयो भनी यमपुरीको अधिपति गरी पठाउनु भयो। फेरि नैऋत्यले पनि त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई नैऋत्य कोणको दिक्पाल भयो भनी कृष्णावतीको अधिपति गरी पठाउनु भयो। फेरि वरुण गई त्यसै गरी तपस्या गरे। महादेव सन्तोष भई पश्चिम दिशाको दिक्पाल भयो भनी श्रद्धावतीको अधिपति गरी पठाउनु भयो। फेरि उच्चा 49 वायु गई त्यसै गरी तपस्या गर्दा महादेव प्रसन्न भई वरदान ल्याऊ भन्दा 49 वायु बाईले हामी 49 जना एक हुन सकौं, हामीले कसैले नदेखुन्, शब्द मात्र सुन, बलमा पनि कसैले जित्न नपाउन् भनी मागे। महादेवबाट तथास्तु बजी वरदान दिई वायव्यकोणको अधिपति हुने गरी पठाउनु भयो। फेरि कुबेरले गई त्यसै गरी तपस्या गरे। महादेव सन्तोष भई उत्तर दिशाको दिक्पाल भयो भनी अलकापुरीको अधिपति गरी पठाउनु भई। फेरि विश्वकर्माले पनि त्यसै गरी तपस्या गरे। महादेव सन्तोष भई ईशान कोणको दिक्पाल भयो भनी यशोवतीको अधिपति गरी पठाए। हे अगस्त्य मुनि, यसरी सबै दिक्पालहरू आफ्ना ठाउँमा अधिपति भएका कुरा कहीं। अब महादेवकी स्त्री सतीदेवी मर्दा उत्पात भएका कुरा कहन्छु सुन भन्दा अगस्त्य मुनि भन्छन्, हे कुमार, सेतीदेवी महादेवकी स्त्री कसो गरी भइन्, कसरी छोरी, कसकी छोरी हुन्, कस्ता रीतले प्राण छोडिन्, के उत्पाद भयो त्यो आज्ञा गर्नुहोस् भन्दा कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि सुन, अष्ट प्रजापति भनेका 8 प्रजापति थिए। ती 8 प्रजापति श्रेष्ठ दक्ष प्रजापति हुन्। दक्ष प्रजापति की बिरणी नाउँ गरेकी स्त्री गर्भिणी भइन्। 10 महिना पूर्ण भई छोरी जन्मिन्। कस्ती छोरी भने 1000 सूर्य जस्तो तेज भएकी, 36 लक्षणले युक्त भएकी, कमलका पत्र जस्ता नेत्र भएकी, अरुणोदय उदय जस्तो रातो वर्ण भएकी परम सुन्दरी छोरी जन्मेको देखि दक्ष प्रजापतिले मनमा आनन्द मानी आफ्ना पुरोहित वशिष्ठ आदि ऋषि ज्योतिषीहरूलाई डाकी विधिपूर्वक निवारण गराए। वशिष्ठ प्रवृत्ति ज्योतिषी ऋषिहरूले ज्योतिष शास्त्रमा विचार गरी भने, हे दक्ष प्रजापति, यस बालिकाको नाम सतीदेवी भनी त्रिभुवनमा प्रख्यात होलिन् भनी सतीदेवी नाउँ राख्यौं भन्दा खुसी भई दक्ष प्रजापतिले श्रद्धापूर्वक दक्षिणा दिई भोजन गराई विदा गरिदिए। सुन्यौ हे अगस्त्य मुनि, जसले यो दोस्रो अध्याय माघमा पाठ गर्ला अथवा सुनला अथवा सुनौला त्यसका घरमा धन धान्य वृद्धि र सौभाग्य आदि वस्तु परिपूर्ण होला। इति श्री स्कंद पुराणे केदार खंडे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वरी व्रत कथायां सृष्टि कथनादि सती देवी प्रादुर्भावो नाम द्वितीयोऽध्यायः। ऋषि छन्, नैऋत्य भुवनमा अरू ऋषि पुत्रहरू। इन्द्रले हिमालय पर्वतमा गई धेरै कालसम्म महाकष्ट गरी तपस्या गर्दा श्री महादेव सन्तोष भई, हे इन्द्र, तिम्रा भक्तिदेखि म सन्तोष भई, तिमी पूर्व दिशाका दिक्पाल भयो भनी वरदान दे। अमरावतीको अधिपति गरी पठाउनु भयो। फेरि अग्निले पनि त्यसै गरी तपस्या गरे। श्री महादेवले सन्तोष भई अग्निकोणको दिक्पाल भयो भनी शुद्धावतीको अधिपति गरी पठाउनु भयो। फेरि यमराजले त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई दक्षिण दिशाको दिक्पाल भयो भनी यमपुरीको अधिपति गरी पठाउनु भयो। फेरि नैऋत्य पनि त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई नैऋत्य कोणको दिक्पाल भयो भनी कृष्णावतीको अधिपति गरी पठाउनु भयो। फेरि वरुण गई त्यसै गरी तपस्या गरे। महादेव सन्तोष भई पश्चिम दिशाको दिक्पाल भयो भनी श्रद्धावतीको अधिपति गरी पठाउनु भयो। फेरि उच्चा 49 वायु गई त्यसै गरी तपस्या गर्दा महादेव प्रसन्न भई वरदान ल्याऊ भन्दा 49 वायु बाईले हामी 49 जना एक हुन सकौं, हामीले कसैले नदेखुन्, शब्द मात्र सुन, बलमा पनि कसैले जित्न नपाउन् भनी मागे। महादेवबाट तथास्तु बजी वरदान दिई वायव्यकोणको अधिपति हुने गरी पठाउनु भयो। फेरि कुबेरले गई त्यसै गरी तपस्या गरे। महादेव सन्तोष भई उत्तर दिशाको दिक्पाल भयो भनी अलकापुरीको अधिपति गरी पठाउनु भई। फेरि विश्वकर्माले पनि त्यसै गरी तपस्या गरे। महादेव सन्तोष भई ईशान कोणको दिक्पाल भयो भनी यशोवतीको अधिपति गरी पठाए। हे अगस्त्य मुनि, यसरी सबै दिक्पालहरू आफ्ना ठाउँमा अधिपति भएका कुरा कहीं। अब महादेवकी स्त्री सतीदेवी मर्दा उत्पात भएका कुरा कहन्छु सुन भन्दा अगस्त्य मुनि भन्छन्, हे कुमार, सेतीदेवी महादेवकी स्त्री कसो गरी भइन्, कसरी छोरी, कसकी छोरी हुन्, कस्ता रीतले
प्राण छोडिन् के उत्पाद भयो त्यो आज्ञा गर्नुहोस् भन्दा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि सुन। अष्ट प्रजापति भनेका 8 प्रजापति थिए। ती 8 प्रजापति श्रेष्ठ दक्ष प्रजापति हुन्। दक्ष प्रजापति की बिरणी नाउँ गरेकी स्त्री गर्भिणी भइन्। 10 महिना पूर्ण भई छोरी जन्मिन्। कस्ती छोरी भने 1000 सूर्य जस्तो तेज भएकी, 36 लक्षणले युक्त भएकी, कमलका पत्र जस्ता नेत्र भएकी, अरुणोदय उदय जस्तो रातो वर्ण भएकी परम सुन्दरी छोरी जन्मेको देखि दक्ष प्रजापतिले मनमा आनन्द मानी आफ्ना पुरोहित वशिष्ठ आदि ऋषि ज्योतिषीहरूलाई डाकी विधिपूर्वक निवारण गराए। वशिष्ठ प्रवृत्ति ज्योतिषी ऋषिहरूले ज्योतिष शास्त्रमा विचार गरी भने हे दक्ष प्रजापति यस बालिकाको नाम सतीदेवी भनी त्रिभुवनमा प्रख्यात होइन् भनी सतीदेवी नाउँ राख्यौं भन्दा खुसी भई दक्ष प्रजापतिले श्रद्धापूर्वक दक्षिणा दिई भोजन गराई विदा गरिदिए। सुन्यौ हे अगस्त्य मुनि, जसले यो दोस्रो अध्याय माघमा पाठ गरला अथवा सुनला अथवा सुनौला त्यसका घरमा धन धान्य वृद्धि र सौभाग्य आदि वस्तु परिपूर्ण होला। इति श्री स्कंद पुराणे केदार खंडे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वरी व्रत कथायां सृष्टि कथनादि सती देवी प्रादुर्भावो नाम द्वितीयोऽध्यायः। अब हामी स्वस्तानी व्रत कथा श्रवण पश्चात फेरि पुष्पाञ्जली लिएर सबैजनाले हात जोडौं। उपनयतु मङ्गलं वः सकल जगन मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्णः काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भया अपुत्रा पुत्रिणा सन्तु पौत्रिणा निर्धना सदना सन्तु जीवन्तु शरदां शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसंग या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदंड मंडितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृतिभिर्देवैः सदा वन्दिता सामं पातु सरस्वती भगवती निशेषजाड्यापः। पुष्पाञ्जलिं समर्पयामि स्वस्तानि देव्यै नमो नमः।